शेर सिंह हो मेरो नाम। 120 मूर्खले थर लगाइसकेको छु मैले। आफ्नो भन्जालाई यसरी नक्कली नोट दिने हो? यो दसैँमा किन मामाले यत्रो गर्लम्मे नोट दिए भने त सबै नक्कली दिएर मरे आएर त। भान्जा, मलाई झुटो बोलेको मन पर्दैन। मैले तिमीलाई सक्कली नोट दिएको थिएँ। सक्कली रे? यो नोट सक्कली हो पा? भान्जा, भगवान कसम मैले तिमीहरूलाई सक्कली नोट दिएको थिएँ। नकली नोट त मैले दिएकै छैन। नकली नोट लिएर आएर मलाई फसाउन खोज्ने हो त। अब उसले मैले पो फसाउन खोजे रे। तिमीले पुलिस बोलाएर थुटेर लगाइदियो कि घर जान्छौ? त पात मेरो मामै भइरहेछ। भान्जा बाबु, दिन त मैले तिमीलाई नकली नोटै दिएको थिएँ। शेर सिंहको अगाडि केही पनि लाग्दैन। सुन्ताली, त्यो बन्दाले त मैले सक्कली नोट दिए हो, कहाँबाट नक्कली नोट लिएर आएर मलाई फसाउन खोजे। पुलिस लिएर आएर थुन्दिउ भनेर भन नि त। ती मामाले त्यसो पो भने? यिनले तिमी एक्लै गएको भएर त्यसो भन्या होला। हिँड, म पनि जान्छु। ए शेर सिंहजी, खाना खाने बेला भएन? अब एकछिनमा खाने हो। हामीले त खाइसक्यो। खाएके वो मामा, नक्कली नोट आफैले दिने अनि उल्टो उसलाई फसाउन खोज्ने। उसलाई र मलाई सँगै दिया होइन? यही नोट त हो मलाई नि दिया। दिन नकली पो रहेछ यो त। नकली दिएछु है तिमीहरूलाई। केटाकेटीलाई दिन लिएर आएको तिमीलाई पो दिएछु। आफै नक्कली नोट दिने अनि मलाई उल्टा नक्कली नोट लिएर आयो भनेर थर्काउने। ल खुर्का सक्कली नोट पाइहाल्नु त। सक्कली नोट त अर्को दशैँमा मात्रै भान्जा। जे भयो भयो, अब खुर्का घर जाने है। जान्छ नि। खुर्का सक्कली पैसा दिने भए देऊ, होइन भने छिमेका हल्ला गरिदिन्छु। भान्जा, हल्ला गर्यो भने तिमी बाँच्दैनौ। धुर्मो, यस्तो धम्कीले डराएर हुँदैन। हिँडिहाल न, हल्ला गर्न। हेरिराख अब। भान्जा, फर्क्यो भने? त पात्रे भन्दैमा फर्किन्छु नि। सुनेन, फर्क्यो भने? फर्किन्छु। फर्केर नक्कली नोट दिएर कतिसम्म फसाउनु सके? ए हजुर, घर को हुनुहुन्छ होला? अनि के होला? यतै हुनु रहेछ। यता आउनु त। यता आउनु त। यता आउनु नि। हजुरले त्यो बन्दारेलाई चिनेको छ? त्यो शेर सिंहले भने होइन? किन नचिन्नु त भने आफ्नै छिमेकी। तिम्रो त छिमेकी होला, मेरो त यो पात मामा हो। मामा भनेर के हार्नु? अस्ति दसैँमा टिका लाउन आउँदा आफ्नै भान्जा र भान्जी बुहारीलाई टिका लाएर यो नक्कली नोट दिएका हेर्नु त। ए शेर सिंहजी, यस्तो पनि गर्नुहुन्छ खै? नक्कली नोट पनि दिने हो? आफ्नो भान्जा भान्जा त सक्कली नोट पो दिनुपर्छ। मामा, तिमीले त मलाई दसैँमा टिका लाएर नक्कली नोट दिएर छ नि त। ल सबै प्लट तयार छ। तपाईँलाई जग्गा चाहियो भने होइन? ल हेर्नुहोस् कुन चाहिँ चाहियो। यो चाहिँ कति हुने? यो अहिलेसम्म रहन्छ। यो त कर्नरको जग्गा, हिजै महिना भइसक्यो। यो नि यो चाहियो। यो 5 आना 2 पैसा छ, हुन्छ? यो चाहिँ अलि बढी भयो। तपाईँलाई कति चाहियो त? मलाई चाहिँ 3 आना चाहियो। 3 आना? 3 आना पर छ। जग्गा चाहिँ मेरो बहिनीको नाममा छ क्या। ल हेर्नुहोस्। ल अब बहिनी लिनुहोस्।
जग्गाबाट दिन 2 गुणा रात 4 गुणा फाइदा हुँदै गयो। त्यसपछि पैसाको उन्मादले मेरो दैनिकी विलासी हुँदै गयो। के काम गर्नुहुन्छ? म जग्गाको काम गर्छु। ऋण लिन्छु, 40% ब्याज दिन्छु। ए बाछा, क्या खासा? पैसा चाहियो भने सान्तनालाई नआउनु। ओके ओके। अब सहर गएर राम्ररी पढ्नु मात्रै ठुलो कुरो होइन, असल मान्छे बन्नु, ज्ञानी बन्नु, नैतिकवान बन्नु है भाइ। एउटा साडी एकचोटि लगाएपछि लाउनै मन लाग्दैन, धोएपछि फ्रेस फ्रेस हुन्छ। आज पनि ड्रिङ्क्स गरेर आइसो। यत्रो धोकेर आउँदा पनि एक बटन केही भन्न सक्नुहुन्न दिदी? अलिअलि त खाइहाल्छ नि, कमाउने मान्छे हिँड्छ माथि।